आज चाहिँ एउटा को पागल मान्छेले त्यो मान्छेको सायद दिमाग छ कि छैन मलाई थाहा छैन मेरो नाम पढेर चाहिँ त्यो मान्छेले एउटा फेक आइडी खोलेको छ न त म भाइरल मान्छे न त केही मान्छे हैन त्यतिकै फेक आइडी खोल्नु भनेको धन्दाको शिकार हुनु हो साथीहरु सबैजनाले मलाई यो ठगी धन्दाको शिकारबाट बचाउनु होला र तपाईहरु पनि बच्नु होला त्यसको लागि तपाईहरुले चाहिँ यो आइडीमा गएर चाहिँ रिपोर्ट हान्दिनु पर्ने हुन्छ सबैजनाले प्लिज 10 जनाले चाहिँ यो आइडी अवश्य पनि रिपोर्ट हान्दिनु हुन्छ भन्ने मलाई लागिराछ यो मान्छेले चाहिँ मैले चिन्ने मान्छेहरु मेरो आफन्ती मेरो गाउँले मान्छेहरुलाई सबैजनाले प्राय मान्छेलाई चाहिँ साथी फ्रेन्ड बनाइसकेको छ यो मान्छेले अब यो मान्छेले सायद मेसेजमा कुरा गर्छ होला यो मेसेजको भरमा तपाईहरुले कुनै पनि कारोबार नगर्नु होला भन्न चाहन्छु म सिधै कन्ट्याक्ट आई टु आई कन्ट्याक्ट सायद भिडियो कल हैन भेटघाटमै तपाईहरुले चाहिँ कुनै पनि कारोबार गर्नु छ भने त्यो फेस टु फेस भएर कारोबार गर्नु होला यो फेक आइडी चाहिँ एकदम ठगी धन्दाको शिकार हो भन्न चाहन्छु है तपाईहरु सबैजनालाई तपाई पनि बच्नु होला र मलाई पनि ठगी धन्दाबाट बचाउनु होला यो ठगी धन्दाबाट बचाउन मेरो हार्दिक अपिल छ तपाईहरुलाई